प्रायः जसो चाहिँ म यो धानको भुसबाट बनेको खरानी या त नर्सरी या त चिउरा मिलबाट ल्याउने गर्छु कि अनि घरमा यति धानको भुस थियो नि त अनि मैले ट्राई गर्नु पर्यो कस्तो हुँदो रहेछ घरमै हुन्छ कि हुँदैन भनेर ट्राई गर्नको लागि यसरी यो कार्टुनहरू राखेर अनि जलाइदिएको के अनि जलाएपछि कति टाइम लाग्दो रहेछ साथीहरू यो खरानी बढ्न चाहिँ यस्तो हुनलाई सो मैले चाहिँ लगभग 1-2 घन्टा लगाएर आधा बोरा यो धानको भुस चाहिँ जलाएर अनि यतिको बनाएँ अनि यतिको भइसकेपछि चाहिँ मैले यसमा पानी छरेर त्यो आगो चाहिँ निभाइदिएँ कि है अनि कुनै चाहिँ जस्ट 80% भुस चाहिँ जलिसकेको थियो भने 20% जति भुस चाहिँ यतिकै बाँकी थियो अब यसलाई चाहिँ म माटोमा मिक्स गरेर अनि मेरो बिरुवाहरू रोप्छु अब यसरी चाहिँ मैले फर्स्ट टाइम ट्राई गरेको हो कि अब कस्तो हुन्छ मलाई पनि थाहा छैन मैले पनि एक्सपेरिमेन्ट गर्न लागेको हजुरहरूले चाहिँ यसरी कहिले यो धानको भुसहरू जलाएर प्रयोग गर्नुभएको छ कि छैन आफैले कमेन्ट सेक्सनमा कमेन्ट गरिदिनु होला यसरी गर्दाखेरि अब त्यो हामीले जुन किनेर ल्याएको धानको भुसको जुन हुन्छ नि खरानी त्यस्तै राम्रो रिजल्ट आउँछ कि आउँदैन होला मैले चाहिँ फर्स्ट टाइम ट्राई गर्दैछु अब हेरौँ कस्तो हुन्छ है त प्रायः जसो चाहिँ म यो धानको भुसबाट बनेको खरानी या त नर्सरी या त चिउरा मिलबाट ल्याउने गर्छु कि अनि घरमा यति धानको भुस थियो नि त अनि मैले ट्राई गर्नु पर्यो कस्तो हुँदो रहेछ घरमै हुन्छ कि हुँदैन भनेर ट्राई गर्नको लागि यसरी यो कार्टुनहरू राखेर अनि जलाइदिएको के अनि जलाएपछि कति टाइम लाग्दो रहेछ साथीहरू यो खरानी बढ्न चाहिँ यस्तो हुनलाई सो मैले चाहिँ लगभग 1-2 घन्टा लगाएर आधा बोरा यो धानको भुस चाहिँ जलाएर अनि यतिको बनाएँ अनि यतिको भइसकेपछि चाहिँ मैले यसमा पानी छरेर त्यो आगो चाहिँ निभाइदिएँ कि है अनि कुनै चाहिँ जस्ट 80% भुस चाहिँ जलिसकेको थियो भने 20% जति भुस चाहिँ यतिकै बाँकी थियो अब यसलाई चाहिँ म माटोमा मिक्स गरेर अनि मेरो बिरुवाहरू रोप्छु अब यसरी चाहिँ मैले फर्स्ट टाइम ट्राई गरेको हो कि अब कस्तो हुन्छ मलाई पनि थाहा छैन मैले पनि एक्सपेरिमेन्ट गर्न लागेको हजुरहरूले चाहिँ यसरी कहिले यो धानको भुसहरू जलाएर प्रयोग गर्नुभएको छ कि छैन आफैले कमेन्ट सेक्सनमा कमेन्ट गरिदिनु होला यसरी गर्दाखेरि अब त्यो हामीले जुन किनेर ल्याएको धानको भुसको जुन हुन्छ नि खरानी त्यस्तै राम्रो रिजल्ट आउँछ कि आउँदैन होला मैले चाहिँ फर्स्ट टाइम ट्राई गर्दैछु अब हेरौँ कस्तो हुन्छ है त